अब आजको हाम्रो कार्यक्रमलाई अगाडि बढाउने क्रममा सर्वप्रथम हामीले हिजो नै तय गरेका थियौँ, जसले पब्लिक स्पिकिङको सेसनमा त्यो पर्टिकुलर जुन ग्रुप छ त्यो ग्रुपमा टप गर्छ, जसले सबभन्दा राम्रो बोल्न लाउने भनेर हामीले मौका दिएका थियौँ। त्यस कारणले गर्दाखेरि म यहाँ सर्वप्रथम आफ्नो ग्रुपको तर्फबाट चन्द्रगिरी ग्रुपको तर्फबाट टप गर्नुहुने धन सिन्जाली म्याडमलाई यहाँ अगाडि आएर 2 मिनेटमा आफ्नो अनुभवलाई सेयर गरिदिनुको लागि अनुरोध गर्न चाहन्छु। सम्पूर्णमा नमस्कार, शुभ बिहानी। म धनु सिन्जाली सर्वप्रथम त यस कार्यक्रमका सभा अध्यक्ष हाम्रा महिला नेत्री मिलन थापाज्यूलाई म हार्दिक धन्यवाद व्यक्त गर्दै चन्द्रगिरीको प्रतिनिधित्व गर्दै म केही शब्दहरू भनाइहरू राख्न चाहन्छु। चन्द्रगिरी टिमले यति धेरै हाम्रो यो 3 दिनको अवधिलाई हामीले एक पललाई हामीले साचेका छौँ, एक पललाई हामीले मानस स्पटलमा हामीले कैद गरेका छौँ। यसको लागि हाम्रो डिस्ट्रिक्ट हाम्रो MD 325 यामका सम्पूर्ण टिमलाई म धेरै धन्यवाद दिन चाहन्छु र लगायत यस कार्यक्रममा सहभागी भई 3 दिनको आफ्नो पुरा प्रशिक्षक पुरा गर्नुहुने मेरा सहसाथीहरूलाई पनि म हार्दिक बधाई दिन चाहन्छु। यसै गरी हाम्रा मोडरेटरज्यूहरू, हाम्रा प्रशिक्षकज्यूहरू र हामीलाई फेसिलिटेट गर्ने सम्पूर्ण टिमलाई पनि म हार्दिक धन्यवाद दिँदै, सफलता भनेको एकजना व्यक्तिले मात्रै गरेर सम्भव छैन, यो एउटा टिम वर्क भन्ने कुरा चन्द्रगिरी टिमले देखाएको छ। चन्द्रगिरी टिमलाई म उठिदिनु हुनको लागि म हार्दिक अनुरोध गर्दछु। एउटा टिम बिल्डिङले हामीले आधी घन्टा मात्रै समय पाएको जुन हाम्रो एउटा प्रस्तुति थियो, त्यसलाई हामीले साक्षात्कार गरेर हामीले विजेता हासिल गर्न सफल भयौँ। सम्पूर्ण त्यस अभिनयमा सामेल हुने हाम्रा चन्द्रगिरी टिमलाई म हार्दिक धन्यवाद दिँदै बधाई ज्ञापन गर्न चाहन्छु। लगायत यस कार्यक्रममा र यसरी सहभागी भएर हामीले आफूलाई एउटा खारिने मौका दिनुभएकोमा फेरि पनि म MD 325 लाई म हार्दिक धन्यवाद दिन चाहन्छु र हाम्रा अति नै आदरणीय उत्तम झा सर र हाम्रा मोडरेटर ज्यूहरूलाई पनि म एकदम हृदयदेखि सम्मान व्यक्त गर्न चाहन्छु। हामीले जुन यो 3 दिनको पिरियडमा एउटा बोन्ड हामीले बनाएका छौँ, त्यो सम्बन्ध अटल रहिरहोस् भन्दै म चन्द्रगिरी टिमलाई पनि म आग्रह गर्न चाहन्छु र यहाँ उपस्थित सम्पूर्ण कार्यालयमा सहभागी मित्रहरूलाई, लायन्स साथीहरूलाई पनि म विनम्र अनुरोध गर्दै धन्यवाद। जय लायन्सवाद, जय चन्द्रगिरी। आफ्नो ग्रुपलाई रिप्रेजेन्ट गर्दै मैले यहाँलाई फेरि एकचोटि पुनः स्मरण गराएँ। त्यो एउटा हाम्रो हिजोको स्किट अथवा नाटक जे थियो एउटा पार्ट मात्रै हो। विशेष गरिकन यो RLIमा प्रस्तुत भएका विषय, फ्याकल्टीहरूको प्रस्तुति, यहाँको व्यवस्थापन र तपाईँहरूको साथीभाइसँगको भलाकुसारी, त्यसबाट के सिक्यौँ हामीले र के भविष्यमा सुधार गर्नुपर्छ भन्ने विषयमा अलिकति यहाँहरूको विचार सुन्न पायौँ भनेदेखि भविष्यलाई हामीले सुधार गर्न सक्नेछौँ भन्ने हामीलाई लागेको छ। त्यसकारण अब म अर्को ग्रुप नागार्जुन ग्रुपलाई रिप्रेजेन्ट गर्दै तेजबहादुर शाहजीलाई आफ्नो यहाँ अनुभव सेयर गर्नको लागि अनुरोध गर्न चाहन्छु। सबैले याद राख्नु होला, समय 2 मिनट, यहाँहरूले 2 मिनटभित्रै पुरा गरेको मैले पाएको छु। धन्यवाद। हाम्रो फ्याकल्टी उत्तम झा सर, यो गोल्डन अवसरको लागि आजका यस सभाका सभाध्यक्ष, सिनियर लाइन लिडर र उपस्थित सम्पूर्ण लायन्स फेलोहरूमा मेरो हार्दिक नमस्कार छ। म तेजबहादुर सारू, डिस्ट्रिक्ट 325R, जोन चेयरपर्सन, जोन 6। यो कार्यक्रम इतिहासकै पहिलो हो जस्तो लागेको छ मलाई, किनभने जुन उत्साह उमङ्गले साथीहरू उपस्थित हुनुहुन्थ्यो मेरो नागार्जुन ग्रुपमा, उहाँहरूलाई साँच्चै नै मलाई वाउ भन्न मन लागेको छ। साथीहरू एकचोटि यो सफलताको लागि ताली बजाइदिनु हुनको लागि नागार्जुन ग्रुपलाई पनि म हार्दिक अनुरोध गर्दछु। ओभरअल सेसनलाई हेर्दाखेरि टिम बिल्डिङ इन डाइभर्सिटी भन्न मन लागेको छ मलाई। त्यो सेसन वाउ थियो, गजब। अनि इन्टरनेसनल प्रायोरिटीमा मिसन 1.5 एन्ड LCIF, बस यही 2टा भए पुग्ने रहेछ।
भन्ने पनि हामीले राम्रोसँग बुझ्ने मौका पायौँ। अनि पब्लिक स्पिकिङ त सबैले गर्नुभएको, इन फ्रेम पहिलोचोटि 2 मिनटमा, मलाई पनि अहिले 2 मिनट छ। यसका लागि हाम्रा फ्याकल्टी डिके ढुङ्गाना सरलाई वाउ। र ग्रुप प्रेजेन्टेसनको त कुरै छोडौँ, साथीहरू कति नाच्नुभयो कि, घर गएर पनि एकचोटि नाच्नु होला, मजाको छ त्यो। र मलाई लागेको एउटा खड्केको कुरा चाहिँ, एउटा सेसन हुँदै थियो, फ्याकल्टीले पछाडिको कोही साथीलाई हेर्दै गुड मर्निङ भन्नुभयो। साँच्चै हामी थाकेका थियौँ। यो 3 दिन, यो 2 दिन हाम्रो लागि साँच्चै टफ थियो, एकछिन पनि फुर्सद थिएन, आँखा लाग्यो होला। त्यसैले मलाई लागेको यो 2 दिनमा नसकिने कोर्स हो कि जस्तो फिल भएको थियो। एनिवेज, फेरि पनि यस्ता कार्यक्रम हाम्रो मल्टिपलले गरिदिराखोस्, यही शुभेच्छा छ। र हाम्रो नागार्जुन टिमको ग्रुप फ्याकल्टी पिटिजी अनन्त कुमार भेटवाल सरलाई धेरै धेरै धन्यवाद। त्यसै गरी हाम्रा मोडरेटर डाक्टर बालकृष्ण शाहज्यूलाई हृदयदेखि नै आभार प्रकट गर्दै यस समयको लागि हार्दिक आभार व्यक्त गर्दै बिदा हुन्छु। नमस्ते, धन्यवाद, जय लायनवाद। हाम्रो अर्को ग्रुपबाट रिप्रेजेन्ट गर्दै आउनुहुन्छ शिवपुरी ग्रुपबाट लायन मेगा तिमल सिन्हा म्याडम। कस्तो लागिरहेछ साथीहरू बसाइ? र आज हामी यो बसाइको अन्तिम दिनमा छौँ। म हाम्रो ग्रुप शिवपुरीलाई रिप्रेजेन्ट गरेर हाम्रो 3 दिनको बसाइको क्रममा रहेका सबै कार्यक्रमहरू कस्तो रह्यो समग्रमा एकमुष्ट रूपमा यहाँ हजुरहरूमा प्रस्तुत गर्न आइरहेको छु। हामी सबैजना आउँदाखेरि अलिकति डर, सबैलाई कस्तो रुम पार्टनरहरू पर्ने हो, सरहरूले हामीलाई स्ट्रिक्टली पढाउनु हुने हो, यो कुराहरूमा हामी एकदमै कन्फ्युज्ड माइन्ड लिएर आएको थियौँ। तर आज हामी सबैजना ओपन माइन्ड भएर जाँदैछौँ, हो कि होइन साथीहरू? हजुर, हामीले धेरै कुरा सिक्न पायौँ। धेरै हाम्रो जुन मनमा डर थियो त्यो डरहरूलाई यहीँ छोडेर जाने प्रतिबद्धता जनाएका छौँ आफ्नो सबै सरहरूसँग। र यस्तै गरी हामीले चाहिँ आगामी दिनहरूमा पनि लिडरसिप भनेको डर होइन रहेछ। यहाँ सबैजना साथीहरूले चाहिँ लिडरसिप आफ्नो डेभलप कसरी गर्नुपर्छ भन्ने कुरा सिक्न आयौँ। डर होइन, हामीले चाहिँ आफ्नो मनमा लागेका कुराहरू सरल रूपमा व्यक्त गर्न सक्नुपर्दो रहेछ। यही नै लिडरसिपमा अगाडि बढ्ने स्टेप रहेछ भन्ने कुरा चाहिँ हामीलाई सरहरूले सिकाउनु भयो। र यसमा अर्को महत्त्वपूर्ण कुरा हामीलाई चाहिँ लिसनिङ क्यापेसिटी हामीसँग हुनुपर्ने रहेछ भन्ने कुरा पनि हामीलाई क्लासमा जानकारी गराउनु भयो। र हाम्रो टिम शिवपुरी, प्लिज एकचोटि उठिदिनु हुन म अनुरोध गर्न चाहन्छु। हामी चाहिँ युनिटी इन डाइभर्सिटी, हामी डिफ्रेन्ट ठाउँबाट आएका थियौँ, तर जति पनि एक्टिभिटिजहरू हामीले गऱ्यौँ त्यो एक्टिभिटिजमा हामीलाई कहिले पनि यो फिल भइरहेको थिएन कि हामी छुट्टै क्लबबाट आएका छौँ या छुट्टै ठाउँबाट आएका छौँ। हामी सबैजना एउटा युनिट भएर काम गऱ्यौँ र हाम्रो अब हरेक क्लबमा, हाम्रो हरेक क्षेत्रमा चाहिँ हामीले सुन्ने, बुझाउने यी सबै क्रियाकलापहरू राम्रोसँग गऱ्यौँ भनेदेखि हामीले आफ्नो क्लबलाई र हाम्रो समाजलाई पनि अघि बढाउन सक्नेछौँ भन्ने कुरा हामीले सिकेर जाँदैछौँ। हस्, यति भन्दै सम्पूर्णलाई म धन्यवाद दिन चाहन्छु। हामीलाई यति आत्मविश्वास दिएर पठाइराख्नु भएको छ। हजुरहरूलाई हामी हेड डाउन गर्न दिने छैनौँ, होइन त शिवपुरी ग्रुप? ओके, थ्याङ्क यू सो मच। 50-50 टोटली ब्यालेन्स, 2 जना महिला 2 जना पुरुष पार्टिसिपेन्टहरू पर्न आउनु भएको छ यसमा। अब त्यस कारणले गर्दाखेरि म यहाँ अगाडि हाम्रो फुलचोकी ग्रुपलाई रिप्रेजेन्ट गर्दै रमेश आचार्यजीलाई आफ्नो अनुभव सेयर गरिदिनुको लागि अनुरोध गर्न चाहन्छु। थ्याङ्क यू एमडी जेएलटी कोअर्डिनेटर पिडिजी लायन उत्तम प्रसाद झा जी, प्रिसाइडिङ अफिसर मल्टिपल काउन्सिल चेयरपर्सन मिलन थापाज्यू, लायन मिलन थापाज्यू,
all the dignitaries, senior leaders, and dear my fellow Lions. First of all, सबभन्दा पहिले म लायन रमेश राजरियाल MJF लायन्स क्लब अफ काठमाडौँ जोरपाटीबाट जोन चेयरपर्सन डिस्ट्रिक्ट 3 to 5D को तर्फबाट र मेरो फुलचोकी ग्रुपका सम्पूर्ण साथीहरूको तर्फबाट हार्दिक नमस्कार व्यक्त गर्दछु। हामी सबै फुलचोकी मात्रै नभइकन सबै आरएलएलआई का पार्टिसिपेन्टहरू आज 2.5 दिनमा धेरै कुराहरू सिकेर हामी दीक्षित भएका छौँ र यो दीक्षित हुन अपर्च्युनिटी दिनुहुने हाम्रा सबैका डिस्ट्रिक्टका गभर्नरज्यूहरू तथा हाम्रा मल्टिपलका डिग्निटरिजहरूलाई म धेरै धेरै कृतज्ञता व्यक्त गर्न चाहन्छु। आरएलएलआई यो आफैमा लायन्सको एउटा लिडरसिप डेभलपमेन्ट गर्ने एउटा जुन प्रोग्राम थियो, त्यो प्रोग्रामको आफ्नो उद्देश्य आज पुरा भएको मैले महसुस गरेको छु र मलाई लाग्छ मेरा ग्रुपका सबै साथीहरूले त्यो महसुस गर्नुभएको छ। हो, यो प्रोग्राम सफल हुनको लागि मल्टिपल डिस्ट्रिक्टको भूमिका त यो बिर्सिन लायक छैन, एकदमै सम्झन लायकको छ भने यसमा सबभन्दा राम्रो महत्त्वपूर्ण रोल सबै फ्याकल्टिजहरूले चाहिँ प्ले गर्नुभएको छ। उहाँहरूले हामीलाई धेरै कुराहरू सिक्नुभएको छ। मलाई लाग्दछ यहाँ हामी पार्टिसिपेन्टहरू सबै धेरै जस्तो व्यवस्थापनका नै विद्यार्थीहरू छौँ जस्तो लाग्दछ मलाई। तर व्यवस्थापनमा हामीले लिडरसिप, टिम बिल्डिङ यी सबै कुराहरू हामीले पढिसकेकै हो, तर त्यसलाई हाम्रो लाइन्समा एप्लिकेसनको लागि हामी चुकिरहेका थियौँ। त्यसलाई कसरी लाइन्सको आफ्नो एक्टिभिटिजमा, सर्भिस एक्टिभिटिजमा, मेम्बरसिप ग्रोथमा, एलसिआइएफको चाहिँ ग्रोथमा कसरी त्यसलाई चाहिँ अप्लाई गर्ने भन्ने कुरामा हामीले चुकिरहेका थियौँ। त्यो कुरा यो आजको 2.5 दिनको चाहिँ हाम्रो जुन यो ट्रेनिङ छ, प्रोग्राम छ, यसले हामीलाई त्यो कुरालाई सिकाएको छ र हामीलाई दीक्षित बनाएर हामीलाई अझ हाम्रो लिडरसिप क्वालिटी डेभलप गर्न सहयोग गरेको छ भन्ने मलाई लाग्दछ। र यो सहयोग पुर्याउनु हुने हाम्रा सबै फ्याकल्टिजहरूको म नाम लिन चाहन्छु। सर्वप्रथम हाम्रो डाक्टर रवि मनुजा, उहाँले हामीलाई जुन किसिमको एउटा टिम कसरी बिल्डिङ हुन्छ भनेर एउटा बाहिर हामीलाई चाहिँ डोरी दिएर, रस्सी दिएर एउटा टिम बिल्डिङको चाहिँ जुन सिकाउनु भयो, कला सिकाउनु भयो, इट वाज भेरी इन्ट्रेस्टिङ। त्यसै गरी हाम्रा प्रोफेसर डिन डाक्टर सन्देश दास श्रेष्ठ, उहाँले हामीलाई फास्ट एन्ड इफेक्टिभ टिम्स, हाउ टिम्स आर बिल्डअप र टिम किन बिल्डअप गर्नुपर्छ र वाट आर द प्रोसेस अफ बिल्डिङ टिम भन्ने कुरालाई सिकाउनु भयो। इट वाज भेरी इन्ट्रेस्टिङ एन्ड हाम्रो लिडरसिप डेभलपमेन्टको लागि यसले ठुलो भूमिका खेलेको मैले ठानेको छु। त्यसै गरी पिडी आनन्द प्रसाद भेटुवाल, उहाँले डाइभर्सिटी, हाम्रो लायन्सको मेन कोर भ्यालु भनेकै के हो भने हामी लायन्स आर कमिटेड फर सर्भिसेस, हामी युनाइटेड बाई भ्यालुज एन्ड स्ट्रेन्थन बाई डाइभर्सिटी। हामी विभिन्न यहाँ डाइभर्सिफाइड चाहिँ पर्सनालिटिज, प्रोफेसनल्सहरू नै लायन्समा चाहिँ हामी सहभागी छौँ र उहाँले अनन्त भेटवाल सरले यसलाई हाम्रा पुरा पहिलेका रामायणका, महाभारतका कुराहरू लिएर पहिलेदेखि नै यो डाइभर्सिफाइड हाम्रो सोसाइटी हो भन्ने कुराहरू चाहिँ चित्रण गर्नुभएको थियो, जुन कुरा हाम्रो लायन्समा पनि छ भन्ने कुराहरू उहाँले चित्रण गर्नुभएको थियो उहाँ। त्यसै गरी हाम्रा शम्भु प्रसाद घिमिरे सरले डेलिगेसन, हाउ टु डेलिगेट भन्ने कुराहरू र लायन्समा डेलिगेसनका चाहिँ रोल के हुन्छ भन्ने कुरा पनि हामीलाई सिकाउनु भएको थियो। त्यसै गरी हामीलाई पिडिजी डिके ढुङ्गाना सरले पब्लिक स्पिकिङ कसरी गर्नुपर्छ, के गर्नुपर्छ, हाउ टु चाहिँ पब्लिक स्पिकिङ स्पिच कसरी राख्नुपर्छ भन्ने कुराहरू सिकाउनु भयो। त्यसै गरी हामीलाई किपिङ मेम्बर्स इन्गेज आइडी राजन लम्साल सरले पनि सिकाउनु भयो र हामीलाई इन्गेजमेन्ट र मोटिभेसन, त्यो भनेको दुई कोइन्सको दुईवटा चाहिँ साइड हो अथवा यो एउटा पाङ्राको दुई पक्ष हो भन्ने कुरा चाहिँ उहाँले सिकाउनु भएको थियो। त्यसै गरी हामीलाई कम्युनिकेसन एन्ड मिटिङ इन फास्ट पेस वर्ल्ड
भनेर हामीलाई डाक्टर रविन्द्र बहादुर प्रधान सरले पनि सिकाउनु भयो। अहिलेको अवस्थामा कसरी हामीले चाहिँ यो आइटीलाई युज गर्ने हो र अहिलेको जुन स्पिरिट अफ न्यू इनोभेसन त्यसलाई प्रयोग गरेर हामीले अगाडि जाने भन्ने कुराहरू सिकाउनु भयो। त्यसै गरी हाम्रो इन्टरनेसनल प्रायोरिटिजका बारेमा पिडिजी उत्तम झाले र यसरी हामीले यो साढे दुई दिनको दिनमा हामीले धेरै कुराहरू सिक्न पाएका छौँ। यसरी हामीलाई दिक्षित गर्नुभएको हुनाले म सम्पूर्ण फ्याकल्टी टिमहरूलाई, हाम्रा चाहिँ मोडरेटरहरू, हाम्रा चाहिँ पिडिजी रविन्द्र प्रधानज्यू र हाम्रो मोडरेटर मुना थापाज्यू सबैलाई फुलचोकीको तर्फबाट म हार्दिक कृतज्ञता र धन्यवाद दिन चाहन्छु। र म फुलचोकीका सम्पूर्ण साथीहरूलाई उठेर सम्पूर्ण फ्याकल्टिज लगायत सबै डिग्निटरिजहरूलाई धन्यवाद दिनको लागि अनुरोध गर्छु। धन्यवाद। जय लायनवाद। र हाम्रो तर्फबाट पनि चारैजना हाम्रा पार्टिसिपेन्ट साथीहरूलाई हार्दिक बधाई छ, उहाँहरूको मार्फत यहाँहरूको ग्रुपको सबै मेम्बरहरूलाई। हस्, धन्यवाद। अब हिजो हामीले एसबिडिजी र एफबिडिजी हाम्रो को पनि ट्रेनिङ चलिरहेछ, अर्थात् हामी डिजी भन्छौँ, अब डिजी र एसबिडिजीलाई एफबिडिजी भन्छौँ। त्यस हिसाबबाट उहाँहरूको ट्रेनिङको प्रोग्राम, सेमिनारको प्रोग्राम हिजै क्लोज भइसकेको छ। तथापि यो मासमा उहाँहरूले आफ्नो अनुभव चाहिँ सुनाउने मौका पाउनुपर्छ भन्ने हाम्रो मान्यता छ। त्यस कारणले गर्दाखेरि म सर्वप्रथम सबै हाम्रो एफबिडिजी इलेक्टहरूलाई रिप्रेजेन्ट गर्दै अब यसो यहाँ हलमा खोज्दाखेरि सबैभन्दा टाढाको व्यक्ति खोजेको यहाँ हाम्रो रमेश खत्रीजी हुनुहुँदो रहेछ। उहाँलाई म अगाडि आएर आफ्नो तर्फबाट आफ्नो अनुभव सेयर गरिदिनुको अनुरोध गर्न चाहन्छु। खास गरी हाम्रा फ्याकल्टीज्यूहरूले हामीलाई आफ्नो व्यक्तित्व र नेतृत्व विकासको लागि जुन सेसनहरूमा ज्ञान हासिल गराउनु भयो प्र्याक्टिकल्ली, तपाईँ हामीले त्यसलाई आफ्नो व्यक्तिगत जीवनमा मात्रै होइन, लायन्सको व्यक्तिगत क्यारियरमा मात्रै होइन, यहाँहरूले गएर 15वटा डिस्ट्रिक्टमा जुन डिस्ट्रिक्टबाट यहाँहरू रिप्रेजेन्ट भएर आउनुभएको छ आफ्ना कलिङहरूलाई पनि र त्यहाँको साथीहरूलाई यो यहाँको एक्सपिरियन्स सेयरिङ गर्नुहुनेछ भन्ने विश्वास लिएको छु। खास गरी आरएलआईमा पार्टिसिपेट साथीहरूलाई, त्यसै गरी हाम्रो कलिङ फर्स्ट भाइस गभर्नरज्यूहरू र इलेक्ट डिस्ट्रिक्ट गभर्नरज्यूहरूले पनि आफ्नो डिस्ट्रिक्टको प्लान प्रोग्राम बनाउन र डिस्ट्रिक्टलाई चलायमान बनाउँदै हाम्रा देशका उदयमान लिडरहरू जो स्थापित भइरहनु भएको छ उहाँहरूलाई सहित अगाडि बढाउनको लागि, रोल गर्नको लागि यो 2 दिनको हाम्रो फर्स्ट बिडिजी इलेक्ट र डिस्ट्रिक्ट गभर्नर इलेक्टको सेमिनारले हामीलाई फाइदा पुगेको छ भन्ने आशा विश्वास राख्दै यहाँहरूसँग डिस्ट्रिक्ट मल्टिपल 3 to 5 लाई यो आयोजनाप्रति हार्दिक आभार र धन्यवाद दिँदै मेरो आफ्नो मन्तव्य यहीँ अन्त गर्दछु। धन्यवाद। जय लायन्स। नमस्कार। डिजी इलेक्टको ग्रुपको तर्फबाट बोल्न आउँदै हुनुहुन्छ लायन योगराज कडेल शर्मा। This opportunity to address this August gathering. Sathiyadu, मैले because I think I'm the final participant to address you as being a participant on behalf of you all. मैले केही कुराहरू आज यहाँहरूको सामने राख्नुपर्छ जस्तो लाग्छ, किनभने दिस फोरम अथवा यो कार्यक्रमले के हामीले मेसेज लिएर गयौँ र हामीले के गर्छौँ भविष्यमा, टेक अवेज भन्छ हामीले के लिएर जाँदैछौँ। त्यसकारण पहिला त म के भन्न चाहन्छु भने बिकज वी आर लर्न अ लट, can we apply that learning in this page? So I have started my learning from this stage from today. So first of all, म यहाँ उपस्थित हुनुहुने सम्पूर्ण महानुभावहरूलाई एकमुष्ट मात्रै गर्दिनँ। आजको यो कार्यक्रमलाई सफल बनाउने हाम्रा मल्टिपल काउन्सिल चेयरपर्सन, म पहिला उहाँलाई नाम लिन चाहन्छु, मिलन थापा म्याम। म समयको पाबन्दीले गर्दा मैले यहाँ हामी बीच डिस्टिङ्ग्विस्ड लिडर्सहरू हुनुहुन्छ, म विशेष गरेर बाग्नी सर र सञ्जय सरको नाम लिन चाहन्छु। यो किनभने हामीले बिकज वी आर टेकिङ अ लट एक्सपिरियन्स अर लर्निङ फ्रम देम, बिकज वाट दे आर डुइङ, what they are wearing, what they are talking, that we are हामीले every time copy paste गरेर आउँछौँ हाम्रो। किनभने if somebody were जति बेला मलाई लाग्छ उद्धम सरको म चेलो, सन्देश सरको चेलोको भइरहँदाखेरि उहाँहरूले भन्ने शब्दहरू मैले नोट गरेर आउँछु कि कहिले कहिले यस्तो नयाँ शब्दहरू आइरहेको हुन्छ, द्याट मैले त्यही शब्द लिएर डिस्ट्रिक्टमा हाल्दाखेरि वाउ, किनभने मलाई पछि कार्यक्रम पछि के आउँछ भने कस्तो राम्रो शब्द प्रयोग गर्नुभयो। नाउ यु हेभ टु प्रुभ yourself that you will apply this in your district. Only then you will be the great leader.
Otherwise, you will be the simple general leader only. So now you have to prove. मैले फर्स्ट अफ अल मैले धेरैको नाम लिन सकेको छैन. हाम्रो डिस्ट्रिक्ट गभर्नर साहब हुनुहुन्छ, फेसिलिटेटर हुनुहुन्छ, उहाँहरूलाई एकमुष्ट म राजन सर हुनुहुन्छ. मैले यहाँहरूलाई माफी माग्दै वार्म ग्रिटिङ गर्न चाहन्छु all distinguished lions, facilitator, participant, and my fellow lions. Second, I would like to congratulate to all participants. मैले केही बुधा टिपेर ल्याएको छु किनभने सन्जय सरले पढाउँदा बुधा टिप्नु चाहिँ अदरवाइज यु फर्गेट, बिर्सन सक्नुहुन्छ. कसैको नाम नआयो भने फेरि उसले माइन्ड गर्छ भन्ने भएको कारणले बिकज आई हेभ एप्लाइड दिस. मलाई थाहा थिएन मैले बोल्ने मौका पाउन चाहन्छु, तर मलाई के थाहा थियो भने मेबी आई विल गेट दिस अपर्च्युनिटी एन्ड सडनली आई गट दिस अपर्च्युनिटी. मलाई थाहा थिएन, कसैले भनेको थिएन. त्यस कारणले गर्दाखेरि मैले सबैलाई कङ्ग्रेचुलेसन भन्न चाहन्छु जो पार्टिसिपेन्टले आज सर्टिफिकेट बोकेर एउटा गजबको सर्टिफिकेट, एउटा सिमको लोगो सहितको सर्टिफिकेट बोकेर लाँदै हुनुहुन्छ. द्याट मिन you are a real lion, only not being a member of lion, because you have to prove that certificate will change you as being a leader, because this is a leadership training. Not only social organization, because we can service only by being a good leader. That's why मैले यहाँहरूलाई सबैलाई बधाई पनि दिन चाहन्छु. I would like to appreciate to all the lions. This Lion International Force is continued investment on leadership. यो इन्भेस्टमेन्ट तपाईँलाई यो 5-स्टार होटलमा ल्याएर सिम्पली गर्न सकिन्थ्यो. होटलमा ल्याएर फुल्ली तपाईँलाई अकुपाइड इक्विपमेन्ट सहित जसरी गरिएको छ, यो के हो भने द्याट इज द लर्निङ. इफ यु विल डु योर एज अ जिएलटी डिस्ट्रिक्ट कोअर्डिनेटर और बेसिक क्लब लेभल गर्नुहुन्छ भने कसरी गर्ने भन्ने एउटा लर्निङ हो. नट इन क्लासरुम, बिकज यो पनि यहाँको रहनेछ भन्ने मलाई आशा लाग्छ. मैले एक्नोलेजमेन्ट गर्न चाहन्छु अल द रिसोर्स पर्सन, बिकज वन्डरफुल रिसोर्स पर्सन जसले हामीलाई यो आज सिकाउनु भयो. अल द ट्रेनर्स एन्ड फेसिलिटेटर्स फर सेयरिङ नलेज एन्ड देयर एक्सपिरियन्स. अफकोर्स मैले अघि नै भनिसकेँ, देयर एक्सपिरियन्स इज अल्सो द लर्निङ. मैले ग्रेटिट्युड भन्न चाहन्छु अर्गनाइजिङ कमिटी एन्ड नट ओन्ली द्याट, स्पेसली यो सचिवालयको साथीहरू जसले चाहिँ यो गरिराख्नु भएको छ. यहाँहरूलाई जानकारी छ सचिवालयले जुन अर्गनाइजेसन गरेको छ, रात दिन स्पेसली खटेको छ, त्यो त्यति सजिलै कुनै पनि अर्गनाइजेसन एउटा कार्यक्रम अर्गनाइज हुँदैन जस्तो लाग्छ. स्पेसली मैले हामीसँग एफडिआई गरेको साथीहरूले आज पार्टिसिपेट हुने मौका पाउनु भएको छ, बिकज दे आर भेरी लक्की. स्पेसली म सबैको नाम जान्दिनँ, सबैको नाम थाहा छैन. स्पेसली एकजना म्याम हुनुहुन्छ समथिङ डट थापा, सरी टु से मैले बिर्सेँ. सँगसँगै मस्त डिस्ट्रिक्ट पीबाट गर्नुभएको थियो. दे आर रियली लक्की टु बी अ ग्रेट लिडर. नट ओन्ली द लिडर्स, दे विल बी द ग्रेट ट्रेनर्स एज वेल इन फ्युचर. सो तपाईँहरूलाई पनि बधाई भन्न चाहन्छु. रिकग्निसनको हकमा म ट्रेनिङ इज नट द इन्ड. दिस ट्रेनिङ इज नट द इन्ड. आई थिङ्क दिस इज द बिगिनिङ अफ ग्रेट रेस्पोन्सिबिलिटी. यो आजको ट्रेनिङले तपाईँलाई के दिएको छ भने रिस्पोन्सिबिलिटी दिएर पठाउँदैछ देशको कुना कुनामा. बिकज वी आर हियर फ्रम all the 15 districts. It means that you are carrying the message, you are carrying the responsibility from here to every corner of this country. Not only this country, maybe in future you will explore it in international level. That is your responsibility, I think. More especially encouragement to apply आजको learning skill बाट हामीले के सिकाउँ त भन्दाखेरि we learn club. Now I'm coming in our responsibilities. Main core responsibility, that is club administration, membership growth, service projects, and community engagement. Those areas are our core responsibilities that we should, मलाई लाग्छ पार्टिसिपेन्टहरूले यो आफ्नो केरियरमा लागू गर्नुहुनेछ. रिमाइन्डर टु मैले आज रिमाइन्ड गर्न चाहन्छु बिकज यो रिमाइन्डर के हो भने आज हामीले फाइनली वी सर्भलाई यहाँबाट क्यारी गरेर लिएर जाँदैछौँ. सो लिडरसिप विथ कम्पेसन एन्ड एक्सन हामीले यसलाई गर्छौँ. सो फाइनली मैले के मात्रै भन्न चाहन्छु भने मैले कल टु अल द पार्टिसिपेन्ट यहाँहरूलाई रिक्वेस्ट गर्न चाहन्छु. मैले फाइनली सिधै बेस्ट विसेस भन्न चाहन्छु. all the continued growth, confidence and commitment in Lions leadership roles. Hope that friendship of finally यहाँहरूलाई यो कतिले हामीलाई चिन्नु होला नचिन्नु होला, but this is the friendship and I think when we'll meet again our friendship will be the continue. Best of luck.
थ्याङ्क यू सो मच मलाई लाग्छ अलिकति धेरै बोलेँ यो बोल्नुपर्ने अन्तिममा बोल्ने वक्ता भएको कारणले आई हेभ टेकन दिस अपर्च्युनिटी थ्याङ्क यू सो मच मैले सबैलाई पुनः मनन गर्दै सम्मान गर्दै यहाँबाट बिदा हुन चाहन्छु धन्यवाद जय ल्यान्ड सरी धन्यवाद वाट आई सेड अनस्टपेबल minded. So now it's high time to hear something else, or we want to see from him showering some words which may take the shapes of or germinate the seeds of leadership for future here in Nepal and everywhere. He is none other than, on behalf of all the faculties, the invited or guest faculty, Lion Dr. Ravi Manuja. Nepal fascinates. Yes, it does fascinate me, and it has fascinated me for years and years. I, being a teacher, being a trainer, I take myself as a man of words with a legitimate sense of pride, but when I stand before you, my dear friends, I find myself falling short of words to appreciate this wonderfully organized training institute. So special mention I would make of graceful Madam Milan Thapa, the council chairperson, and MD GLT coordinator Uttam Jha for having done a wonderful job when we think of these 3 days, and particularly when I'll go back to India. I will always cherish the beautiful memories of this institute. In fact, RLLI and VDG training, both the institutes, I'll carry those memories. Special mention I would like to make of all the participants. 120 participants, those who actually participated in the discussions, interaction, and they were full of enthusiasm, full of that sincerity of purpose, and I'll always think of the smiling faces of all the participants. You have been wonderful and you excelled. And here is the time that I may be taken as someone who is getting sentimental as well. 2015, I go back to those 2 years when I worked directly with Sanjay Khaitan sir and Rajan Lamsal sir. Those were the years when we saw that leadership development should be on the top priority of Lions International also, particularly Nepal. I remember 5 years back, I spoke to Lion Uttam Jha, and I said, having a look at the number of members, number of leaders, and after that, 15 districts in Nepal, then certainly Nepal needs leadership development. And I see in you the spark that yes, you can take the lead and ensure that there is perfect leadership development. And I think he has not
looked back, the consistent efforts which are being made, this is a testimony of the fact that yes, we actually have wonderful leaders all around. And then back in India, everybody knows how closely I am associated with Nepal. In fact, they say that Nepal is your second home. And I at times feel that Nepal is not my second home, Nepal is my first home. Very strong desire I have in my mind, I have in my heart. I would love to see very soon international president from Nepal. And that's absolutely clear that a leader of the caliber of Sanjay Khaitan sir will represent not only Nepal, the entire world, in a way that will be unparalleled. All my best wishes to Sanjay sir. And of course, I must talk about Bulakoti sir also. He has been my student. And once he said, when the introductions were there, I was to introduce him. And he spoke silently. You must make a mention of the fact that I have done FDI when you were the faculty. I mean, that's a great honor. And today, the way he's leading as PID and those 2 years of his international directorship, those were also wonderful. So my best wishes to all the participants. And I would like that what you have gained here, this must go back to your districts, go back to your regions, zones, and clubs. That is how this leadership development, which starts here, must go to your clubs as well. The faculty, senior faculty, they did very well, and benefit will go to the participants. Once again, I am thrilled, I am excited to be in Nepal, and I would love to continue this beautiful relationship with Nepal. I am proud of all of you. Thank you, the entire leadership senior leadership of Nepal, and all my best wishes. Thank you so much. यो क्रममा म सर्वप्रथम आफ्नो तर्फबाट केही भनाइहरू राखिदिनुको लागि हाम्रो फ्याकल्टी पनि हुनुहुन्छ पिआइडी बालकृष्ण सरलाई अनुरोध गर्न चाहन्छु। बालकृष्ण सर, हजुरको चाहिँ केही शब्दहरू। हामीहरूले चावडे ग्रुपबाट बिहाफ अफ अल द ग्रुप हामीले कुरा सुनिसकेका छौँ। हाम्रा पार्टिसिपेन्टहरू सबै ह्याप्पी हुनुहुन्छ। हाम्रा 2 जना इन्कमिङ लिडर र इन्कमिङ फर्स्ट भाइस डिस्ट्रिक्ट गभर्नरबाट पनि कुरा सुनिसकेका छौँ। मैले केही भन्नै पर्दैन। आई जस्ट वान्ट टु से थ्याङ्क यू आवर जिएलटी कोअर्डिनेटर उत्तमजी उहाँलाई धन्यवाद दिन चाहन्छु। हामी सबैले ताली समाउनु, किनभने यो सक्सेस भएको छ। हाम्रो मल्टिपल काउन्सिल चेयरपर्सन मिना थापा, मल्टिपलका एडमिनिस्ट्रेटर प्रद्युम्नजी कता हुन्छ? प्रद्युम्नजी, तपाईँलाई धेरै धेरै धन्यवाद छ। थ्याङ्क यू सो मच। म विश यू अल द बेस्ट। थ्याङ्क यू सो मच। वक्ता हाम्रो पार्टिसिपेन्टबाट सुने, राम्रो इन्स्टिट्युट भएको छ। अर्गनाइजरले आफ्ना प्रयास गरे, फ्याकल्टीले आफ्ना प्रयास गरे। राम्रो इन्स्टिट्युट भएको छ, सफल इन्स्टिट्युट भएको छ। तपाईले नलेज गेन गर्नु भएको छ। इज नलेज अ पावर? सिगरेट खानु हुँदैन भन्ने थाहा छ होइन? तर सिगरेट खान्छन्। रक्सी खानु हुँदैन भन्ने थाहा छ, तर लिभर बिग्रिसकेपछि डाक्टरले रक्सीबाट तिम्रो लिभर बिग्रियो भन्दाखेरि
त्यो साथीले मलाई त थाहा थिएन भन् खाएर बिग्रियो भन्दैन उसलाई थाहा थियो त्यो मोटो मान्छेलाई एक्सर्साइज गर्नुपर्छ वा हरेकले एक्सर्साइज गर्नुपर्छ भनेर थाहा छ तैपनि एक्सर्साइज गर्दैन भने ती सबैलाई नलेज थियो नलेज इज नट अ पावर इम्प्लिमेन्टेसन अफ नलेज इज पावर माई डियर फ्रेन्ड्स यु आर द टर्च बियरर अफ दिस इन्स्टिच्युट जब तपाईले भोलि फर्केर गएर त्यही व्यक्तित्वमा केही चेन्ज देखाउन सक्नु भएन वा तपाईले केही आफ्ना लिडरशिपका स्किलहरू देखाउन सक्नु भएन भने दिस नलेज हैज नो युज डियर फ्रेन्ड्स शिवको मूर्तिमा शिवलिङ्गमा त्रिपुण्ड हुन्छ त्रिपुण्ड बुझ्नुहुन्छ व्हाट इज त्रिपुण्ड हजुर 3 लाइन हुन्छ यसरी 3 लाइन शिवको मूर्तिमा हामी शिवका भक्त छौं पशुपतिनाथमा हामी हेर्छौं त्यो 3 लाइन्सले के देखाउँछ इट इज सेड दैट द फर्स्ट लाइन सेज इच्छा तपाईको इच्छा शक्ति सेकेन्ड लाइन सेड ज्ञान र थर्ड लाइन इज क्रिया तपाईले इच्छा गर्नुभयो तपाई यहाँ आउनुभयो यी फ्याकल्टिजहरुसँग तपाईले आफ्नो समयको लगानी गर्नुभयो त्यो ज्ञान पाउनुभयो अब क्रिया गर्नु भएन भने यी दुईटैको केही अर्थ हुँदैन त्यसको बीचमा एउटा रातो धर्को पनि हुन्छ त्यसले के भन्छ भने इट कनेक्ट्स अल दिस 3 एन्ड दैट मेक्स द शिवा मैले यो एक ठाउँमा पढेको कुरा उद्धृत गर्दै छु हामीलाई सम्पूर्ण शिवा बन्न पाओस् भन्ने म अनुरोध गर्न चाहन्छु बेजिङ ओलम्पिकमा एउटा स्विमर हुनुहुन्थ्यो स्विमिङको खेलाडी हुनुहुन्थ्यो माइकल फेल्प्स गुगल गर्नु होला उहाँले 8 वटा गोल्ड मेडल जित्नु भएको थियो र मार्क फिन्स को 32 वर्ष पुरानो 7 वटा मेडल को एवार्ड रेकर्ड तोड्नु भएको थियो माई डियर फ्रेन्ड्स ती सबै साथीहरू त्यसै नै एथलिटको प्रक्रियामा आए थिए र जब 8 वटा मेडल उहाँले गोल्ड मेडल जित्नुभयो ओलम्पिकमा वर्ल्डको मिडिया उहाँको सामने ऑल माइक्स इन फ्रन्ट अफ हिम र उहाँलाई सोधियो टुडे यू मस्ट बी भेरी ह्याप्पी your dream has been achieved by breaking the 32 years old record. What is the magic? Everyone tried it. र उहाँले के भन्नुभयो भने it's not the record of these awards. It's the record of his labor. मैले थाहा गरेँ माइकले कति बेर प्र्याक्टिस गर्दो रहेछ रिमार्क 8 घण्टा बस्नुहुन्थ्यो र म 16 घण्टा पानीमा बस्न सुरु गरेँ सरी 12 घण्टा डेढी भन्दा 12 घण्टा पानीमा बस्न सुरु गरेँ एन्ड एभ्री डे आई युज टु स्विम 15 आवर्स पहिले मैले उसको मेहनतको रेकर्ड तोडेँ र आज मैले नेचुरली उसको एवार्डको रेकर्ड तोडेँ म साथीहरूलाई अनुरोध गर्न चाहन्छु नलेज इज नट पावर दिस इन्स्टिच्युट सक्सेस इज सोल्ली डिपेन्डेन्ट अन योर पर्फर्मेन्स आउटसाइड द इन्स्टिच्युट यु आर द टर्च बियरर म आशा गर्छु गभर्नर साहबहरूको बेस्ट ब्याच भाइस गभर्नर साहबहरूको बेस्ट ब्याच एन्ड दिस ब्याच अफ हाम्रो पार्टिसिपेन्ट्स अफ दिस इन्स्टिच्युट will deliver the best and take the lionism of Nepal at the top. Mission 1.5 बिना त पुरा हुँदैन नि त one extra stroke from your side should go राजनजीले बाटो खर्च भन्नुभयो हाम्रो उत्तमजीले भन्नुभयो उहाँले खाममै भन्नुभयो म भन्छु बैनाको रूपमा भोलि तपाईले के गर्नुहुन्छ यसको बैना तपाईको जाओस् भन्ने म अनुरोध गर्न चाहन्छु Not time to speak long, I have taken my time. र म तपाईलाई जानुभन्दा पहिले एउटा अनस्टपेबल भनिएको थियो हाम्रो योगराजजीलाई एभ्री वान अफ यु इज अनस्टपेबल
It is the destiny which will decide many things, but it is you who will decide many things. मोस्ट पावरफुल मान्छे कसलाई मान्नुहुन्छ विश्वमा, प्रेजेन्ट विश्वमा? बौला थोरै सोध्या हो, सरी मैले त्यो नभन्नुपर्ने। अच्छा, अर्को पावरफुल भन्नुहोस्। पुटिन। सेकेन्ड वर्ल्ड वार हुँदै थियो, पुटिन सेकेन्ड वर्ल्ड वार हुँदै थियो, when soldier returned रसासँग त्यति इक्विपमेन्ट थिएन, आर्मी पनि थिएन, उनले सिभिलियनलाई लडाइरहेका थिए, गाउँलाई अगाडि पार्थे, तिनलाई मार्थे विरोधीले र उनीहरू फेस गर्थे। ऊ आफ्नो घर पुग्दा त्यो गाउँको सबै मरिसकेका थिए, उनलाई सामूहिक दाह संस्कारका लागि ट्रकमा लादिँदै थियो, एउटा महिलाको हात बाहिर आइरहेको थियो। त्यो महिलाको हातको कुनै लगाएको अङ्गुठीबाट यो त मेरो श्रीमती हो भनेर त्यो सैनिकले चिने। उनले हार गुहार गरे, म सेनामा लडेँ, तर आज मेरो श्रीमतीको अन्तिम संस्कार त मैले गर्न पाऊँ, यो लास निकालिदिनु पर्यो। र उनको अनुरोध मानेर फेरि बडीहरू तल झारेर उसको लास निकालियो। उसलाई क्रिमिनेसनको लागि लग्दाखेरि अनुभव भयो कि यो त बाँचिरहेछ, केही सासहरू थिए, र डक्टर कहाँ लग्दा ऊ बाँचिरहेको थियो। सी सर्भाइभ्ड। लेटर अन सी गेव बर्थ टु अ चाइल्ड। ही इज पुटिन अफ USSR। जब त्यो एउटा सैनिक त्यसले गाउँ र घर र सम्पूर्ण सम्पदा गुमाएको थियो, एउटा श्रीमतीको लास बचेर उसलाई लगेर पाएको थियो, ऊ अनस्टपेबल भयो। द्याट चाइल्ड विच वाज डेस्टिनीज गिफ्ट बिकेम द अनस्टपेबल, बिकेम पुटिन। हेनरी क्लिन्टनले यो स्टोरी हालमा सेयर गरेको छ, तपाईहरुले यो पनि गुगल गरेर अरु डिटेल पनि पढ्न सक्नुहुन्छ। म अनुरोध गर्न चाहन्छु, आई हेभ नो इन्क्लिनेसन टु ट्रम्प और पुटिन, बट दिस सेज दैट नथिङ इज स्टपेबल इन दिस वर्ल्ड। यू आर अनस्टपेबल माई फ्रेंड्स। म एउटा शेर भनेर तपाईहरुबाट बिदा हुन्छु। याद करते हैं आप सभी को तन्हाई में। यो किन भनिरहेको छु भने मेनी अफ द टाइम्स बिकज अफ द इङ्गेजमेन्ट एन्ड ट्राभल्स आई हैव, म कतिपय कार्यक्रमहरू मिस गरिरहेको हुन्छु। याद करते हैं आप सभी को तन्हाई में, दिल डूबा है आपके प्यार की गहराई में। यति प्यार मोहब्बतको कुरा भयो, अलि जोरले बाबा भन्नु न। याद करते हैं आपको तन्हाई में, दिल डूबा है आप सभी की आपके प्यार की गहराई में। मत ढूंढना हमें दुनिया की भीड़ में और ऐसे प्रोग्रामों में। मत ढूंढना सिर्फ हमको दुनिया की भीड़ में, हम मिलेंगे आपको आपकी परछाई में। तपाईको हरेक कार्यका साथ, तपाईका हरेक पाइलामा एउटा छायाको रूपमा सदैव तपाईको साथ रहनेछु। जुन बेला जे जरुरत हुन्छ त्यसका लागि मलाई याद गर्नुस्, मैले गर्ने प्रयास गर्नेछु भन्दै वाचा लिँदै सफलतम 8 गोल्ड मेडलको पार्टिसिपेन्ट बन्नु होला भन्ने म अनुरोध गर्न चाहन्छु। धन्यवाद। जय लाइनवाद। हामी समक्ष धन्यवाद तथा क्लोजिङ रिमार्क्सको लागि म अगाडि बोलाउन चाहन्छु हाम्रो काउन्सिल चेयर ग्रेसफुल लेडी लायन मिलन थापा म्याडम। एकदमै इनर्जेटिक यो 3 दिने ट्रेनिङ सफल बनाउनको लागि अहोरात्र खटिएर यहाँहरू सबैलाई ग्रेजुएट बनाउन सफल व्यक्तित्व भन्छु जीएलटी कोअर्डिनेटर उत्तम सरलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। आइडी इन्डोर्सी राजन लम्साल सर, ग्याट एरिया लिडर शम्भु घिमिरे सर र यसै गरी हाम्रो निमन्त्रणालाई स्वीकार गरेर इन्डियाबाट आउनुभएको थियो आदरणीय डाक्टर रवि मनोजा सर, डिस्ट्रिक्ट गभर्नर
यो फ्याकल्टीको रूपमा रहनुभएको थियो रविन्द्र प्रधान सर र यसै गरी हाम्रो फ्याकल्टीको रूपमा उहाँहरूले 3 दिनसम्म यहाँहरू सबैलाई दीक्षित बनाउनुहुने हाम्रा आदरणीय लिडरजीहरू DK ढुङ्गाना सर, सन्देश दास श्रेष्ठ सर र यसै गरी अनन्त भेतवाल सर, यहाँ उपस्थित सम्पूर्ण डिस्ट्रिक्ट गभर्नरजीहरू, इलेक्ट डिजीजीहरू, फर्स्ट बिडिजी इलेक्टजीहरू र हाम्रो यो कार्यक्रममा फ्याकल्टीजीहरूलाई एकदमै साथ र सहयोगका साथ मोडिरेटर गर्नुहुने राजु सरकार सर, मुना थापा, बालकृष्ण शाह सर र अर्चित श्रेष्ठज्यू लगायत आज RLLI-मा ग्रेजुएट हुनुभएका सम्पूर्ण लाइन्स लिडरजीहरूलाई यो शुभ बिहानीको हार्दिक नमस्कार टक्राउन चाहन्छु। यहाँहरू सबैजना आज 3 दिनसम्म आफ्नो व्यवसाय, आफ्नो घर परिवार सबै कुरालाई थाती राखेर यहाँ केही शिक्षा र दीक्षाका कुराहरू लिनको लागि यहाँहरू उपस्थित हुनुभएको थियो र 3 दिनसम्म यहाँहरूले धैर्य धारण गरेर धेरै कुराहरू यहाँहरूले सिक्नुभयो र एउटा टिमवर्कमा कार्य गर्न र समाजसेवामा अगाडि बढ्न र आफ्नो डिस्ट्रिक्टलाई अझै मजबुत बनाउनको लागि यहाँहरूको सहभागिताले हाम्रो मल्टिपललाई पक्कै पनि एउटा उचाइमा पुर्याउनेछ, त्यो कुनै दुविधाको कुरै छैन। आज यहाँहरू यस्तो दिनमा बिदाई हुँदै हुनुहुन्छ। 304 वर्ष अगाडि हाम्रा लिडरको रूपमा, हाम्रा अभिभावकको रूपमा हामीले सम्झिनुपर्छ आज पृथ्वी जयन्ती परेको छ। यहाँहरू सबैलाई यो पृथ्वी जयन्तीमा यहाँहरू सबैलाई म शुभकामना दिन चाहन्छु, किनभने 304 वर्ष अगाडि एकीकृत भएको यो राष्ट्रिय एकताको दिनमा यहाँहरू बिदाई हुँदै हुनुहुन्छ ग्रेजुएट भएर। म यहाँहरू सबैलाई बधाई दिन चाहन्छु र यहाँहरू सबैले एकपटक हाम्रा फ्याकल्टीजीहरूलाई म एकचोटि उठिदिनु न, म अनुरोध गर्दछु सबै फ्याकल्टीजीहरूलाई जोरदार तालीले यहाँहरूले सम्मानसहित उहाँहरूको शिक्षालाई पक्कै पनि यहाँहरूले लागू गर्नुहुनेछ। यहाँहरू सबैजना एउटा एउटा डिस्ट्रिक्टमा रहनुभएको छ र यहाँहरूको मार्गनिर्देशनलाई डिस्ट्रिक्टमा लागू गरेर यहाँहरूले आफ्नो डिस्ट्रिक्ट, क्लब र समाजमा पक्कै पनि एउटा छाप छोड्नुहुनेछ। म यो पूर्ण विश्वासका साथ यहाँहरू सबैलाई अनुरोध पनि गर्न चाहन्छु। हाम्रा लिडरजीहरूलाई पक्कै पनि अन्तर्राष्ट्रियबाट चाहे मेम्बरसिपमा होस् चाहे कन्ट्रिब्युसनमा होस् हरेक कुरामा प्रेसर आउँछ, त्यो प्रेसर यहाँहरू माझमा हुन्छ र अहिले यहाँहरूलाई ग्रेजुएट हुनको लागि र RLLI-मा सहभागी हुनको लागि विशेष महत्त्वपूर्ण भूमिका दिनुहुने हाम्रा यस वर्षका डिस्ट्रिक्ट गभर्नरजीहरूलाई पनि म उठिदिन अनुरोध गर्दछु। यहाँहरू सबैलाई जोरदार तालीले सम्मान गरिदिन पनि म अनुरोध गर्न चाहन्छु। यहाँहरूले यहाँहरूको नाम पठाइदिनु भयो, मल्टिपललाई सहज बनाइदिनु भयो, म यसप्रति म आभारी पनि छु। र यसै गरी हाम्रा डिजी इलेक्ट र फर्स्ट बिडिजी इलेक्ट पनि यहाँहरू सबै दीक्षित बनिसक्नु भएको छ र आफ्नो वर्षको लागि एउटा नयाँ खागा कोर्नको लागि यहाँहरूले कमिटमेन्ट पनि गरिसक्नु भएको छ। पक्कै पनि त्यो कमिटमेन्ट पुरा गर्नको लागि यहाँहरू आजैदेखि लाग्नुहुनेछ र अहिले रुलिङ भएका गभर्नरसिपहरूसँगै यहाँहरू साथ सहयोग र अर्को वर्ष पनि यस वर्षका गभर्नरज्यूहरूको साथ र सहयोग लिनको लागि यहाँहरू तत्पर रहनुहुनेछ, यो मेरो पूर्ण विश्वासका साथ यहाँहरूलाई अनुरोध गर्न चाहे। र अन्तमा यहाँहरू आज ग्रुपमा जुन एउटा कार्य गर्नुभयो, सबैसँग एउटा आत्मीयता र भावना जोडिएको छ। यो जोडिएको आत्मीयता र भावनालाई एकता बनाउने दिनमा यहाँहरूले पक्कै पनि पुरा गर्नुहुनेछ भन्ने शुभकामना र धन्यवाद व्यक्त गर्दै मैले हाम्रा गभर्नरज्यू, फर्स्ट भाइस गभर्नरज्यू र सेकेन्ड भाइस गभर्नरज्यू, यो वर्षका गभर्नरज्यू र हाम्रा आदरणीय लिडरज्यूहरूलाई यो मञ्चबाट नै हाम्रो 1 बजे काउन्सिल अफ गभर्नरको मिटिङ रहेको छ। मैले म्यासेज र फोन मार्फत हाम्रो सचिवज्यूले यहाँहरूलाई सूचना प्रवाह गरिसक्नु भएको छ। तथापि पनि फेरि पनि पुनः एकपटक
मैले रिमाइन्डको रूपमा यहाँहरू सबैलाई 1 बजे यहीँ सोल्टी होटलमा यहाँहरू उपस्थित भई काउन्सिल मिटिङमा पनि यहाँहरूले विभिन्न एजेन्डाहरूमा यहाँहरूले प्रस्तुत गरेर यहाँहरूका आफ्ना योजनाहरू पुरा गर्नको लागि मलाई साथ दिनुहुनेछ भन्ने हार्दिक निमन्त्रणा व्यक्त गर्दै हाम्रो मल्टिपलका अहोरात्र खटिने सायद सबैले चिन्नुहुन्छ प्रदुन्न पोखरेल सर एडमिनिस्ट्रेटर एकचोटि उठिदिनु होला। हाम्रो निरज भाइ कता हुनुहुन्छ? यहाँहरूले धेरै समन्वय गर्नुभएको छ, धेरै खटिनु भएको छ। राति 12-1 बजेसम्म पनि उहाँहरूको खटाइरहेको छ र उहाँहरूको जिम्मेवारीमा सायद अन्तर्राष्ट्रियमा यहाँहरूले रजिस्ट्रेसन गरेका कुराहरूदेखि लिएर विभिन्न कार्यमा यहाँहरूका ड्युजहरूका विषयमा पनि उहाँसँग पक्कै पनि समन्वय गर्नुभएको छ। यो बसाइमा पक्कै पनि हामी दुःख सुख सबैमा साथ दिन्छौँ र सेवा गर्छौँ भनेर हामी आएका छौँ। केही साथीहरूलाई बस्ने क्रममा केही दुविधा र अप्ठ्याराहरू पर्न गएको पनि मैले जानकारी पाएको थिएँ, तर हाम्रो बाध्यता थियो। केही समय अगाडिको जेनजीको आन्दोलनले सबै होटलहरू तहस नहस भएका थिए। त्यसका कारणले गर्दा पनि कतिपय रिनोभेटमा गएका होटलको कारणले गर्दा पनि हामीले बेडहरू सेयर गर्नको लागि केही अप्ठ्याराहरू परेका थिए। को साथ र सहयोग रहेकोमा यहाँहरू सम्पूर्णलाई यो विशेष फ्याकल्टीज्यूहरूलाई म विशेष धन्यवाद व्यक्त गर्दै हाम्रा यो पार्टिसिपेटज्यूहरूलाई पनि म धन्यवाद व्यक्त गर्दै यहाँहरू ग्रेजुएट हुनुभएकोमा म हार्दिक बधाई व्यक्त गर्दै म बिदा हुन्छु। धन्यवाद। जय लायनबाद। Now let us honor the faculties with the certificates available, and for that reason I would like to call upon on the stage Lion Milan Thapa madam and to our PID Rajan sir as well on the stage, please. And this certificate goes to Lion Milan Thapa madam to coordinate these seminars shaped by Lions International and signed by our international president APC, and as well as chairperson of the leadership committee, international director Lion Pankaj Mehta. Now it's for Lion Balkrishna Burlakoti sir. You can exchange. May I request accordingly. Accordingly, Lion Sanjay Kedan sir. And it's turn for me. Anand Prasad Bhatwal sir, please come forward to take your receipt. Lion Rajan Lamshan sir, जोरदार ताली. Ravindra Bahadur Pradhan ji, stand by. D.K. Dungana sir. Stand by Sandesh Das Kashti ji. And this is on behalf of our entire multiple family, moderator Lion Raju Sarkar sir. Lion Muna Thapa madam. Stand by Lion Dr. Balkrishna. Stand by Lion Archit Sreshth. हिजोको यस विदेशी सेमिनारमा एकजना हाम्रो
एसपीडीजीको यहाँ सर्टिफिकेट दिन बाँकी थियो। लायन गोकुल प्रसाद प्रजापति। लायन प्रद्युम्न कुमार पोखरेल। Stand by Neeraj Gautam and Ram Narayan Upreti ji as well. I have not seen him. र उहाँ हिजो भर्खरै सम्पन्न चेम्बर अफ कमर्स चामुनारायण म्युनिसिपालिटीको चेम्बर अफ कमर्सको भक्तपुर चेम्बर अफ कमर्स चामुनारायण टाउनको अध्यक्ष चुनिनु भएकोमा उहाँलाई हार्दिक बधाई दिन्छु। नीरज गौतम अहिले बाहिर हुनुहुन्छ। रामनारायण चाहिँ पनि बाहिरै हुनुहुन्छ होला, काममा हुनुहुन्छ। ओके, र नाउ वी प्रोसिड विथ दि नेम्स फ्रम द डिस्ट्रिक्ट। नाम हामी चाहिँ यहाँ प्रदीप सरले बोलाउनुहुन्छ र म यहाँ के अनुरोध पनि गर्न चाहन्छु भनेदेखि फ्याकल्टीज्यूहरूलाई पनि यहाँ स्टेजमा आइदिनु होला। प्लस सम्बन्धित डिस्ट्रिक्टको जुन डिस्ट्रिक्टको नाम बोलाइएको छ त्यो डिस्ट्रिक्टको डिस्ट्रिक्ट गभर्नरज्यू र फर्स्ट भाइस डिस्ट्रिक्ट गभर्नरज्यू र सेकेन्ड भाइस गभर्नरज्यूलाई पनि उपलब्ध भएको उहाँहरू चाहिँ यहाँ स्टेजमा आइदिनु म अनुरोध गर्न चाहन्छु। डिस्ट्रिक्ट गभर्नर सर, फर्स्ट भिडिजी, सेकेन्ड भिडिजी दुवैजना सर आइदिनु। र यहाँलाई म सर्टिफिकेट लिनुहुने साथीहरूले यो दायाँबाट प्रवेश गर्नु होला र यहाँ बायाँ तर्फबाट यहाँहरू चाहिँ तल जान सक्नुहुन्छ है त। रवि सर, डिस्ट्रिक्ट 325C प्रेमराज साक्य, साधन श्रेष्ठ, श्यामलाल पौडेल, मुरारी आचार्य, ललिता नेमान, भूपराज राई, शिवशंकर मण्डल, इन्दिरा आङदेम्बे। रेडी, यता हेरो, यता हेरो। 1 2 3 देवकोटा, शेष नारायण बस्याल, विष्णु कुंवर। हस्, धन्यवाद। रेडी, यता हेरो है। देवकोटा, रामकुमार लामिछाने, सपना पाण्डे, साध्वी आदरणीय हाम्रो काउन्सिल चेयर मिलन थापा म्याडमलाई
यो सम्पूर्ण इन्स्टिच्युटको प्रोग्रामिङ टुङ्गेको सिम्बोलिक हिसाबबाट हाम्रो बम बजाएर यसलाई अन्त्य गरिदिनु म अनुरोध गर्न चाहन्छु। पौष 27 गते आज एकता दिवसको दिन पनि परेको छ। यो दिनमा यो 3 दिने हाम्रो आरएलएलआई डिजी इलेक्ट फर्स्ट भिडिजी इलेक्ट सेमिनार सभ्य र भव्य रूपमा सम्पन्न भएको छ। यहाँहरू सबैलाई फेरि पनि पूर्ण धन्यवाद दिँदै आजको यो कार्यक्रम समापन कार्यक्रम सम्पन्न भएको घोषणा गर्दछु। धन्यवाद। कृपया सबैले रुम चेकआउट गर्नु होला।